साथीहरु आज भन्दा योभन्दा अगाडिको भिडियोमा म तपाईहरुलाई देखाएको थिएँ कि नेपाल एसबीआई बैंक लिमिटेडलाई एज अ पेयको रूपमा कसरी एड गर्ने भनेर देखाएको थिएँ। अनि योनो एप्लिकेसनमा आज फेरि म योनो एप्लिकेसनमा एसबीआई बैंक बाहेक अरु बैंकलाई के भन्छ भन्दाखेरि यहाँनिर नन एसबीएल बैंक भन्छ। त्यसलाई चाहिँ मैले योनो पेमा एड गरेर देखाउन गइरहेको छु। सबैभन्दा पहिला यहाँनिर यसरी तपाईलाई योनोको होम पेज अथवा ओभरभ्यू देखिन्छ। यसरी देखिसकेपछि हल्का तलपट्टि स्क्रल गर्दै जानुहोस्। यहाँनिर छ पेमेन्ट एन्ड ट्रान्सफर। यसमा एउटा अप्सन छ सेन्ड मनी अब्रोड भन्ने, यहाँनिर क्लिक गर्नु होला। यसरी सेन्ड मनी अब्रोडमा क्लिक गरेपछि नेक्स्ट पेजमा जान्छ सेन्ड मनी अब्रोडकै। अनि यहाँनिर रिसेन्ट पे भनेर छ। यहाँनिर चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि एउटा त मेरो एड भइसकेको छ, यो देखिनु भएको छ जुन चाहिँ म पुरा त देखाएको छैन। अनि त्यसपछि तपाईले यहाँनिर एड पे गर्नुपर्ने हुन्छ। एड पेमा क्लिक गर्नुहोस्। एड पे क्लिक गरिसकेपछि सिलेक्ट करेन्सी भनेर देखाएको छ, यहाँनिर देख्न सक्नुहुन्छ। सिलेक्ट करेन्सीमा चाहिँ हामीले के चुज गर्नु पर्यो भन्दाखेरि एनपीआर अथवा नेप्लिज रुपीज भनेर है, नेप्लिज रुपीजलाई चुज गर्नु पर्यो। नेप्लिज रुपीज चुज गरिसकेपछि पेई बैंक डिटेल भन्ने छ। यसमा चाहिँ तपाईले के चुज गर्नु पर्यो भन्दाखेरि योभन्दा अगाडिको मसँग के थियो भन्दाखेरि एनएसबीएल अथवा नेपाल स्टेट बैंक अफ बैंक लिमिटेड हैन। अनि अहिले चाहिँ मैले के युज गर्दैछु भन्दाखेरि स्टेट बैंक बाहेक अरु बैंक जसलाई भन्छ नन एसबीएल। यहाँनिर पढ्न सक्नुहुन्छ, यहाँनिर मजाले लेखेको छ एनएसबीएल स्ट्यान्ड फ्रम नेपाल स्टेट बैंक लिमिटेड। नन एसबीएल रिफर्स टु अल अदर्स बैंक, मतलब नन एसबीएल भनेको अरु सबै बैंकहरुलाई जनाउँछ, एसबीआई छोडेर अरु सबै बैंक। अब हामी प्रोसिड गर्दियौ। यहाँ प्रोसिड गरिसकेपछि यहाँ के लेख्यो भन्दाखेरि पेई फरेन बैंक एन्ड अकाउन्ट डिटेल भनेर देखायो यहाँनिर माथिपट्टि। अनि त्यसपछि यहाँ देखायो इन्डो नेपाल पेई बैंक टाइप अफ बैंक भनेर यहाँ नन एसबीएल जुन चाहिँ हामी अगाडि सिलेक्ट गरिसक्यौं। अब यहाँ चाहिँ अब डिटेल भर्नुपर्ने हुन्छ। अब बैंकको नेम कुन चाहिँ हो त भनेर यहाँ सिलेक्ट गर्नुपर्ने हुन्छ। नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक भन्ने छ कि छैन है त, मेगा बैंक भनेर रहेछ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हो, तर यहाँ चाहिँ मेगा बैंक मात्रै देखाएको रहेछ। अनि यहाँनिर एकाउन्ट नम्बर हाल्नुहोस्। त्यसरी दुईटा नम्बर अगाडिको एकाउन्ट नम्बर र कन्फर्म एकाउन्ट नम्बर मिल्यो भने यहाँनिर यस्तो टिक आउँछ। अब पेई फुल नेम भनेको छ। अनि पेई एड्रेस आउँछ यहाँनिर। अनि पेई मोबाइल नम्बर आउँछ यहाँनिर। अनि यहाँ पेई इमेल आइडी आउँछ। पेई प्लेस अफ बर्थ भनेर आउँछ। अनि यहाँनिर डेट अफ बर्थ सिलेक्ट गर्नुपर्ने हुन्छ। लेट्स क्विक रिभ्यू डिटेल बिफोर द फाइनल स्टेप भनेर यहाँनिर देखाएको छ। हजुरहरूले मजाले यहाँनिर पढ्न सक्नुहुन्छ आफ्नो डिटेल कुनै यताउता बिग्रिएको छ कि छैन भनेर राम्रोसँग चेक गर्नु होला। यसरी आफ्नो डिटेल चेक गरिसकेपछि यहाँनिर कन्फर्म गर्ने। कन्फर्म गरिसकेपछि यस्तो टर्म्स एन्ड कन्डिसन आउँछ। यसलाई चाहिँ पुरा पढ्नुपर्ने हुन्छ। पुरा नपढेसम्म यहाँनिर व्हाइट टिक लाउन मिल्दैन। यो पुरा पढेपछि अथवा स्क्रल गरेर तलसम्म लगेपछि व्हाइट टिक लगाउन मिल्छ। अनि व्हाइट टिक लगाउने अनि आई एक्सेप्ट भन्नेमा क्लिक गर्ने। यहाँनिर एउटा ओटीपी आउँछ, ओटीपी टाइप गरिदिनुहोस् अनि सबमिट गरिदिनुहोस्। सबमिट गरिसकेपछि पे एडिसन इन प्रोग्रेस भनेर यहाँ देखायो। अनि रिक्वेस्ट प्रोसिड भनेर देखायो। अनि यहाँनिर अब फेरि पे एडिसन रिक्वेस्ट सबमिटेड भनेर देखायो। अनि यहाँनिर पुरा डिटेल देखायो। अनि यहाँनिर डन गर्ने अप्सन आयो। यहाँ डन गरिसकेपछि अब यहाँनिर इन प्रोग्रेस भनेर दोस्रो नम्बर हो। योभन्दा अगाडि मैले एउटा गरेर देखाएको थिएँ। अनि यो फेरि अर्को इन प्रोग्रेस भनेर देखाएको छ, हजुर देख्न सक्नुहुन्छ। यसरी हजुरले मजाले आफ्नै मोबाइलबाट मजाले पे एड गर्न सक्नुहुन्छ। यति गरिसकेपछि अब मैले कसरी नेपाल पैसा पठाउने पे एड गरेपछि बल्ल नेपाल पैसा पठाउन सकिन्छ। जबसम्म पे गर्ने अप्सन आउँदैन तबसम्म नेपाल पैसा पठाउन सकिन्न। यहाँनिर अहिले ग्रे भएको छ, जस्तो यो कुन कलर हो, यो भान्टा कलर जबसम्म हुँदैन तबसम्म यो पैसा पठाउन मिल्दैन। यो मेरो एउटा एकाउन्टमा चाहिँ पहिल्यै अस्ति एड गरेको थिएँ, यो पैसा पठाउन मिल्ने भएको छ। अब यो दोस्रो एकाउन्ट चाहिँ अहिले बल्ल एड गर्दैछु। अनि अब चाहिँ यसमा पनि पैसा पठाउन मिल्छ, तर जबसम्म यो भान्टा कलर आउँदैन तबसम्म पैसा पठाउन मिल्दैन। अरु नेक्स्ट गर्नु छ भने फेरि यहाँबाट गर्न सक्नुहुन्छ। यसरी साथीहरु म तपाईहरुलाई इन्डियामा रहेर नेपालका आइपीओ कसरी भर्ने इन्डियामा रहेर, अनि इन्डियाबाट नेपाल पैसा कसरी पठाउने अथवा योनो एसबीआईबाट नेपाल पैसा कसरी पठाउने भन्ने भिडियोहरु बनाइरहन्छु। यस्तै भिडियोको लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियो मन पर्यो भने लाइक शेयर गरिदिनु होला भन्दै बिदा हुन्छु। धन्यवाद।